सबलाई हाई साथीहरू, आज धेरै दिनपछि हामी यता घुम्न आएका छौं। धेरै घरमा बस्दा बस्दा बोर भइहाल्यो, त्यही भएर साथीहरू टन्नै छन् हामीसँग घुम्ने। हेलो साथीहरू, कस्तो भइरहेछ? एकदम ठिक भइरहेछ हो। आज हामी धेरै रमाइलो गर्नेवाला छौं। त्यो पनि केही पनि खानेकुरा लिएको छैन है। हामीहरूले यस्तै आछौँ, भोक लागिरहेछ हामीहरूलाई। ओ माय गॉड, के भन्ने अब यिनीहरूले यस्तो बुझ्दो रहेछ नि मेरो। खाली कहाँ झन्ना भनिरह्यो। कहाँ झन्ना रे भने भन राज पोखरी। फर्स्ट टाइम घुम्न आएको आज चिलडाँडामा। कस्तो छ थाहा छैन यार बुजुर्गको बारेमा मलाई। अरे चिलडाँडा नै हो भने कविता मोहरा भन्ने मेरो साथी हुनुहुन्छ उहाँ चाहिँ। उहाँले चाहिँ मलाई यहाँ चिलडाँडा भन्ने ठाउँमा ल्याउनु भएको छ। यो चिलडाँडाबाट चाहिँ वा हेर त कति निको भ्यू छ। तल चाहिँ के अरे पाटनको एरिया देखिन्छ। हजुरहरू पनि घुम्न आउनु होला। अनि ऊ त्यो पारिपट्टि हिमाल पनि छ। आज मेरो मेकअप ठिक भएको छैन है। राम्रो भएको छ, राम्रो थाहा छैन के भएको छ।